अहिले चाहिँ बिहानको ठ्याक्क 7 बजेको छ। हाम्रो आजको यात्रा चाहिँ लङ टुरको यात्रा छ है गाइज। हाम्रो आजको यात्रा भनेको हेटौँडा टु बेनीसम्म पुग्ने छ। हाम्रो मेन यात्रा चाहिँ हेटौँडा टु लोमानथाङ अप्पर मुस्ताङको रहेको छ। डे 1 को भ्लगमा चाहिँ हामी ठक्क हेटौँडाबाट बेनीसम्म पुगेर बास बस्छौँ। त्यही हो गाइज, चिसो छ मौसम। बिहान बिहान हल्का घाम त लागेको छ, त्यही पनि चिसो भइरहेछ। ट्र्याक सुट लगाएको छु, ठिकै छ, त्यस्तो धेरै चिसो पनि छैन। मौसमले साथ दियो भने त गजब हुन्छ। सो गाइज, मेरो चाहिँ अर्को च्यानल डिएक्टिभेट भएर मैले नयाँ च्यानल क्रिएट गरेको छु। एजेड ब्लग चाहिँ हो च्यानलको नाम चाहिँ। सबले सब्सक्राइब गर्न नबिर्सिनु होला। आफूलाई छोएको छ मेरो हिमालले परालको कुनै लिएर गइरहनु भएको छ। हाम्रो दिदी हो कि बहिनी हो कि हजुरबा हजुरआमा को हो। गाडी आइपुग्यो गाइस, गाडी हामी अब बाइपासबाट यता छिर्न पर्ने हुन्छ। यताबाट जाने हो हामी। यो टर्न दियौँ यो हातीहरू मलाई चाहिँ होइन। हो यहाँ चाहिँ हामी चियापान गर्छौँ अनि यहाँबाट म लाग्छौँ। मेरो बाइक चाहिँ यही हो गाइस, यसरी सेटअप गरेको छु। झन्डा सन्डा ट्याक्क त्यहाँनिर हालेको छु। टक्क यो छ क्यारिज स्यारिज हालेर पाने छु। यो हेलमेटमा चाहिँ यसरी गोप्रो माउन्ट गरेको छु ट्याक्क लगाएर। सो यताबाट चाहिँ नारायणघाट पुग्छौँ भने हामी सिधै उत्यहाँबाट गयो भने देवघाट पुग्छौँ। हामी चाहिँ जानुपर्ने यतापट्टि हुन्छ मुगलिन। सो गाइज, तपाईँहरू मजाले आउन सक्नुहुन्छ है। नारायणघाट मुगलिन सडक खण्ड एकदम दामी बब्बाले छ है। नारायणघाटदेखि मुगलिनसम्म एउटा सानो ढुङ्गा धरि झरेको छैन है। यस्तो दामी छ बाटो, आनन्द। पहिरो झर्या यहाँ त्यहाँ बाटो ब्लक भन्ने सुनेको थिएँ, केही छैन अहिले। यस्तो बबाल छ बाटो। यतातिर गयो भने काठमाडौँ पुगिन्छ। हामी यता यो ड्रोन लिएर छिर्यौँ यता तलतिर फुलपारी गएर बाँच्नु। अहिले कति बज्यो भने 10:45 भयो। 10:45मा हामी मुगलिनबाट हिँड्यौँ पोखराको लागि। पोखरा गएपछि पोखराबाट बेनी लङ टुर छ। अहिले जिउ दुखिसक्यो, के भन्ने हो वहाँसम्म पुग्दा।
65 किलोमिटर। राम्रो बाटो बनाएको अहिले पोखरा। कहाँ सड्के थियो बुढाहरू? कहाँ गयो त्यो बुढाहरू? सिधै गयो। सिधै रहेछ यहाँबाट पनि सिधै गयो होइन? तारदाहरू मिसिङ भइगयो हो। हामी फाइनली 0 किलोमिटर चाहिँ प्रस्थान गरिसकेका छौँ। यहाँबाट पटक्क घुमाएर यता छौँ। यताबाट है गाइड हामी जानु यता चाहिँ लेफ्ट साइड पुग्छ सिधा। हामी जानु यताबाट हो। गाइड बिन्दवासी यहाँबाट बिन्दवासी अगाडि छ। यो चाहिँ हेम्राको रोड है गाइड। हेम्रा आइपुग्यो। हेम्राको अघि आएर हामी फेरि सुरु गरेर यात्रा हुन्छ। सिधै गएर बेनी गएर रोपिन्छ हामी। धेरै अब बेनीमा के हुन्छ बेनी जानु पुग्यो भने हाम्रो चाहिँ फेरि प्लानिङ क्यान्सल गरेर बस्नु जस्तो प्लानिङ गरेर के हुन्छ। हामी पर्वत जिल्ला इन्ट्री गऱ्यौँ। पर्वत जिल्लामा यहाँहरूलाई हार्दिक स्वागत, धन्यवाद। तर हाम्रो राइडर तारा दाइहरू कता जानुभयो? यताबाट जानुपर्ने हुन्छ हामी, किनकि हामीलाई सर्टकट लिनुपर्ने हुन्छ। यताबाट गयो भने पुग्छ, तर बागलुङ कालिका हुँदै पुगिन्छ। अहिले लङ छ यताबाट, सो हामी यता माथिबाट जान्छौँ। अब दाइहरूलाई फोन गर्नु पऱ्यो कता पुग्यो। त्यो मलढुङ्गाबाट लाग्यो हामी तेस्रो। झन्डै उनीहरू लङ बाटो गयो यता बागलुङ कालिका हुँदै। अब 1 घन्टा जतिमा चाहिँ बेनी पुगिन्छ। हो गाइस, त्यहाँनिर टिप्पर अलिकति यस्तो पोल्टाएर छ, त्यति कारणले पुरै बाटो रिजर्भ हेर्नु अलिकति त्यहाँनिर भएर गाइस सस्तो पाउडर चाहिँ यता उठ्छ है। मजाले पाउडरै पाउडर छ, फ्रीको पाउडर छ, जति पाए पनि फ्री। बाटो व्यवस्था यस्तो छ, यही सकेर बेनी पुगिन्छ। जिल्ला प्रवेशद्वार। नाइकी जिल्ला प्रवेश गरेँ भने बेनी नगरपालिका नाइकी। गाइस बेनी आइपुग्यो हामी फाइनल्ली। सो म चाहिँ बाइकको चेन टाइट गर्नलाई आएको छु यहाँ बेनीको बजारमा। चेन लुज भएछ बाइकको, त्यही भएर ग्यारेज आएको एकछिन केटाहरू उता बसिरहेको छन्। फाइनली आज तातो पानी गएर बस्ने प्लान भयो हाम्रो।
बेनीमा आएर तेल सेल हाल्यो है, फुल ट्याङ्की हाल्यो दुईटैमा। फाइनल्ली हामी तातो पानी आइपुग्यौँ है, हेर्न सक्नुहुन्छ तातो पानी आइपुग्यौँ। वेलकम टु नेचुरल हट स्प्रिङ। ट्याक लाएर अर्को तारा राइडर पनि आइपुगे, हामी अघि भर्खर आइपुग्यौँ। यस्तै छ, मेरो गोप्रोको चाहिँ चार्ज सिद्धेर मैले भिडियो बनाउन पाइनँ बाटोको अलिकति है। हेर्नु ठ्याक्कै गोप्रोको चार्जै सिद्धे।